नमस्ते सम्पूर्णमा तपाईहरुलाई स्वागत छ मेरो भिडियोमा। आज फेरि मैले नयाँ दिनमा नयाँ भिडियो लिएर आएको छु। हेरेर साथ दिनु होला अनि इन्जोय पनि गर्नु होला आशा गरेको छु। तपाईहरु सबै आरामै कुशलै हुनुहुन्छ होला भने म पनि आरामै छु। हिजो आज चाहिँ अलिकति चिसो मौसम छ साथीहरु। हिजो अस्तिको 2-3 दिनको पानी असिना हावाले गर्दाखेरि चाहिँ हाम्रोतिर अहिले चाहिँ चिसो नै छ। आजसम्म चाहिँ राहतै पुग्छ होला सायद। आज चाहिँ घाम लाग्यो भने फेरि गर्मी त सुरु भइहाल्छ नै, गर्मीको समय छ। अनि मेरो दिनचर्या चाहिँ के कसो रहन्छ तपाईहरु सामु लिएर आउने छु। हेरेर साथ दिनु होला अनि इन्जोय पनि गर्नु होला। अब चाहिँ विशेष हाम्रो चाड आउँदै छ यही वैशाखको 18 गते चाहिँ हामीले भव्यताका साथ हाम्रो साकेला थानमा गएर चाहिँ हामी उभौली चाड मनाउने छौं। उभौली चाड चाहिँ अब विशेष तराईतिर चाहिँ गर्मी लाग्ने हुनाले अब तराईबाट चाहिँ उभोतिर लेकतिर चाहिँ बसाइ जाने भएको हुनाले चाहिँ यो चाडलाई चाहिँ विशेष धुमधामसँगका साथ मनाएर चाहिँ बसाइ जाने चलन थियो र चाहिँ पहिला चाहिँ। सो अहिले चाहिँ हामीले पनि मनाउनलाई चाहिँ कोसिस गरिरहेका छौं। मलाई चाहिँ साकेला सेली त्यति आउँदैन भने अहिले चाहिँ हाम्रो यहाँ कटारी किरात राई आयुखाबाट चाहिँ फ्रीमा चाहिँ सिकाइराख्नु भएको छ। सानो सानो नानी बाबुहरूले चाहिँ हामीलाई सिकाउँदैछ। सो मैले पनि सिक्दै छु। मेरो चाहिँ के कति चाहिँ अब प्रगति गर्छु, मैले चाहिँ कतिको साकेला सिलीहरुको स्टेप टिक्न सक्छु। सो म चाहिँ त्यो भिडियो लिएर आउने छु। तपाईहरुले चाहिँ हेरेर भरपुर इन्जोय गर्नु होला है त भन्दै आजको दिन चाहिँ हामी सबैको शुभ अनि सुखद बितोस् भन्दै मेरो भिडियो चाहिँ अगाडि बढाउन चाहन्छु। मैले चाहिँ बिहानीको समयमा भिडियो स्टार्ट गरेको छु साथीहरु। बिहानीको सबै काम सकेर फुर्सदमा चाहिँ अहिले भर्खरै चाहिँ म भिडियो स्टार्ट गर्दै छु। आजको दिन पनि धुम्म परेको छ साथीहरु। हाम्रो चाहिँ सरसफाई कार्यक्रम चलिरहेको छ। यति धेरै दुःख दिएको छ। आँप झारेर हावाले हातै दुखिसक्यो बडाल्दा यस्तो सत्यानाश गरिदिएको छ कि हामीलाई क्या भन्ने। अब कहाँ हिँडेको त तिमी? अहिले काम गर्नु पर्दैन? यही त यो आँप हुर्केको भए कति धेरै हुन्थ्यो होला। ए सबका सब 5 रुपैयाँ 10 रुपैयाँ दानाले बिक्री हुन्थे। अहिले त कसले किन्छ यस्तो सानो? पाकेको पो किन्ने हो त। कोही आज मेरो भदै जानुपर्ने बाटो बिग्रेको हुनाले रोकिरहेको छ। गाह्रो पार्यो, गाह्रो। म बुढी मान्छे झन् यहाँ मरिमरि गरिरहेको छु। हेल्प गर न, हेल्प। बच्चा भन्दैन तिमी त अब ठुलो भइसक्यो। तो हातै दुख्छ कि यो बढारिँदैन। त्यही भएको कारणले चाहिँ अब यहाँ बढालिसकेर चाहिँ चिटिक्क पार्नु पर्ने। पानी पर्यो भने अब झर्दैन क्या, हावा आयो नि मात्र झर्ने हो, हावा आउँदैन। मोबाइल खेल्ने उमेर हो अरे यो। सबैजनाले भनिदिनु होला, म कमेन्ट गरिदिनु होला। म उसलाई कमेन्ट स्क्रिनसट गरेर पछि देखाउने छु। यो मोबाइल खेल्ने उमेर हो कि टिभी? सानी चाहिँ यहाँ बढाएर न कुसले बढाएर भनेको? ए मालिकले भएर त्यहाँ बस्न पाइन्छ? तिम्रो भालु लु यहाँ झाडु समाउने छिडो। लु काम रहेछ फेरि बाङ्गो हिँड्छ नि। यहाँ झाडु समाऊ छिटो। साह्रो नगर्ने भन्छ नि त।
मैले चाहिँ आँगन पनि बढारेर भ्याएँ। मैले मात्रै त नभनौँ, मेरो भदा र मैले भएर यहाँ चाहिँ टन्नै झरेको छ साथीहरू। मेरो 5 रुपियाँ गोटाले चाहिँ लगभग 2-3 बोरा नै झरेको होला यो आँप। ठुलो हुँदाखेरि चाहिँ अहिले सानोमा त 1 बोरा जति होला। सो आजको दिन चाहिँ चट्ट सफा भएको छ। आँगन चाहिँ ती फोहोरै भइरहेको थियो। बढाल्न पनि जाँगरै चल्दैन कि आँपको दानाले गर्दाखेरि साथीहरू। अहिले चाहिँ मैले बढाएर भ्याएँ भने आजको आकाश पनि कालो मैलो नै छ। सायद दिउँसोतिर पानी पर्छ कि भन्ने आश गरेको छु मैले चाहिँ। पानी पर्यो भने चाहिँ शीतल हुन्छ, साँझमा हामीलाई आनन्द आउँछ भने। अहिलेको मौसम चाहिँ धुम्म नै छ। म पनि आँगन बढारेर पसिनै पसिना भएर होइन भएको छु भने अब चाहिँ ब्याक साइड बढाउनु पर्ने हुन्छ। हाम्रो चाहिँ अगाडि मात्रै चाहिँ बढारेर पुग्दैन, पछाडि पनि बढाउनु पर्ने हुन्छ। गाह्रो छ, गाह्रो छ। ठुलो आँगन पनि हेर्न चाहिँ राम्रो, तर चाहिँ गाह्रो छ। यस्तै छ। एक्सर्साइज त यहीँ दह्रो भइसक्छ साथीहरू। अब हेर्नुहोस् है, मेरो ब्याक साइडको आँगन पनि यस्तो मैला मैला छ। यहाँ पनि बढाल्छु म। ब्याक साइड पनि मैले सफा गरेँ। अहिलेको आँगनको अवस्था चाहिँ यस्तो छ भने मेरो सानीले चाहिँ मलाई पर्खेर बसिरहेको छ। मेरो साथी भर्खर चाहिँ मैले फेरि कुरिलेको टुसाहरू टिपेँ साथीहरू। यो चाहिँ टुसामै टिपेर खाइहाल्नु पर्ने रहेछ। अलिकति छिप्यो भने चाहिँ खानलाई नमजा आउने रहेछ। सो मैले चाहिँ यहाँ टिपेर तयारी पारेको छु पकाउनलाई। कहाँ गएर आएको हो तिमी? तिमी छाडा भएको हो? छाडा दुमे हो? यति भएको छ मुन्टा। अस्ति भर्खर पनि टिपेको, फेरि पनि हाम्रो चाहिँ साकेला सिली नाच्नेहरूलाई चाहिँ खाजाको बन्दोबस्त पनि गर्नुहुन्छ। खाजा प्लस चिसो
सो आजको खाजामा चाहिँ मिठो चटपटे बनेको थियो अनि हामी चाहिँ छिटो घर फर्किनु पर्ने भएको हुनाले चाहिँ मैले चाहिँ बाटोमा खाँदै खाँदै घर फर्किँदैछु। हाम्रो यतापट्टि चाहिँ टाइगर फिल्डमा चाहिँ गेम भइरहेको रहेछ। हाम्रो चाहिँ साकेलाको लागि चाहिँ भरपुर सबैजनाले चाहिँ सिकिरहेको छौँ साकेला सिली। सो म पनि सिक्दैछु। अनि घरमा आउँदा चाहिँ रात पढ्न लागिसक्यो। अहिले चाहिँ साँझको 6 पनि बजिसक्यो। अब चाहिँ म फटाफट ढिला नगरी चाहिँ लुगा टिप्नु पर्ने हुन्छ। अब हाम्रो चाहिँ 18 गते हाम्रो साकेला थानमा चाहिँ भव्यताका साथ हामी चाहिँ उधौली मनाउँदैछौँ। उधौली होइन उभौली चाहिँ मनाउँदैछौँ भव्यताका साथ।